मान्छे आज चोरिरहेछ। म त के भन्छु भने सरकारलाई सदनमा बोल्नेवालामा छु होइन। भोकले चोर्ने मान्छेलाई चोर नभन्नु, पेटै पाल्नलाई त पेट पाल्नलाई चोरेको छ भने होइन तपाईँको सरकार चाहिँ जेल जानुपर्छ भन्छु म त। प्रोग्रामै ल्याउन सकेन, के कुरा गर्नै सकेन, अनि जनता चाहिँ तपाईँको भोकै बस्छ त होइन। केही न केही त खानु पर्यो, केटाकेटीलाई केही न केही खुवाउनु पर्यो होइन। अनि ऊ ठग भइराखेको छ, दलाल भइराखेको छ, बिचौलिया भइराखेको छ, त्यो हो कि न भन्नु न। केही त छैन, अनि भोक लाग्दैन। भोक लागेपछि तपाईँको चाहिँ नि आदर्शको गीत गाएर हुन्छ भोको पेटले। उसले त कि त माग्छ या त चोर्छ, दुईटा बाहेक अरूसँग विकल्प भएन। त्यही हो। त्यसले गर्दाखेरि यो कुरालाई बुझेर सरकारले चाहिँ शिक्षा मार्फतै तपाईँको श्रमको महत्त्व, मैले अघि भने नि शिक्षा पनि उत्पादनसँग जोडिनु पर्यो क्या। मेरो तर्क चाहिँ के छ भने मान्छेले +2 गर्दा गर्दैसम्म चाहिँ उसलाई हरेक बाली नाली उब्जाएर खाना योग्यसम्म ऊ हुनुपर्छ है। अनि त्यो कृषिबाट नै हरेक कुरा बनायो हो नि त होइन र। हामी जुस हेर्छौँ, कृषि नै हो, विभिन्न खालका चाहिँ नुडल्स, सबै कुरा इभन द फेब्रिक होइन, तपाईँ हामीले लगाइराख्ने लुगादेखि लिएर सबै त तपाईँको चाहिँ जमिनबाट आउँछ, बिग्निए त्यहीँबाट हो नि। त्यहाँबाट त्यो तरिकाले तपाईँको चाहिँ नि होइन सोसल इकोनोमिक रिफर्म होइन, इकोनोमिक एजुकेसनल रिफर्म गर्नुपर्छ देशलाई।